तपाईको हातमा आउने वा खर्च हुने नोट र सिक्का बनाउन सरकारले कति रकम खर्च गर्छ भन्ने तपाईलाई थाहा छ? हामीले दैनिक रूपमा प्रयोग गर्ने मुद्राको वास्तविक छपाई लागत यसको अंकित मूल्य भन्दा धेरै हुन सक्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। नेपाल राष्ट्र बैंकका अनुसार नेपाली मुद्रा छाप्न खर्च यसको अंकित मूल्य भन्दा धेरै महँगो पर्छ। 1 रुपैयाँको सिक्का छाप्नमै 2 रुपैयाँ 40 पैसा खर्च हुन्छ भने 2 रुपैयाँको सिक्का छाप्न 2 रुपैयाँ 73 पैसा लागत लाग्छ। यी सिक्काहरू पोल्यान्डको मेनिका पोलेस्का कम्पनीले बनाउने गर्छ र पर्साको सिर्सिया सुक्खा बन्दरगाहसम्म ढुवानी गर्दा थप खर्च पर्छ। नोट छपाईमा पनि ठूलो खर्च हुने गरेको छ। राष्ट्र बैंकका अनुसार 5 रुपैयाँको नोट छाप्न 1 रुपैयाँ 68 पैसा, 10 रुपैयाँको नोटमा 1 रुपैयाँ 40 पैसा, 20 रुपैयाँमा 1 रुपैयाँ 73 पैसा, 50 रुपैयाँमा 2 रुपैयाँ 67 पैसा, 100 रुपैयाँमा 2 रुपैयाँ 69 पैसा, 1000 रुपैयाँमा 3 रुपैयाँ 37 पैसा र सबैभन्दा बढी 500 रुपैयाँको नोटमा 4 रुपैयाँ 68 पैसा खर्च हुने गरेको छ। यसको अर्थ तपाईको हातमा आउने प्रत्येक नोट र सिक्काको पछाडि सरकारले ठूलो खर्च बेहोर्दै आएको छ। 500 दरका नोटहरूमा बढी सुरक्षा विशेषता र उच्च गुणस्तरीय कागजका कारण लागत बढेको हो। हाल नेपालमा रु 1 र 2 का नोट छापिँदैनन्। ती दरका सिक्का मात्र पोल्यान्डमा उत्पादन भइरहेका छन्। 50 रुपैयाँका नोट फ्रान्समा, 100 का नोट बेलायतमा र बाँकी अधिकांश नोट चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनमा छापिन्छन्। नेपालमै नोट छाप्ने योजना, उपकरण र प्राविधिक अभावका कारण रोकिएको छ। महँगो छपाईका कारण राष्ट्र बैंकलाई वार्षिक झण्डै रु 10 करोड घाटा हुने गरेको अनुमान छ। बैंकले छापिएका नोटहरू 2 देखि 3 वर्षसम्म र सिक्काहरू 5 देखि 6 वर्षसम्म प्रयोगयोग्य हुने बताएको छ।